के भन्न चाहन्छु भने हेर्नुहोस्, कसैको बोली चाहिँ बोल्नु हुँदैन। सिक्किमको धेरै लिडरसिपहरू छ। सिक्किममा आज जुन प्रकारले सरकार चल्दैछ, त्यो सरकारले जुन प्रकारले काम कारबाही गर्दैछ, सठिक प्रकारले गर्दैछ, सही प्रकारले गर्दैछ नि, भन्नुहोस् त। त्यतिको एउटा जनतासँगको एउटा लिङ्कअप सिक्किमवासीसँग मात्र होइन नि, उहाँको लिङ्कअप हरेक प्रान्तमा गएर हरेक प्रान्तको गोर्खाली समाजहरूसँग, हरेक प्रान्तको समाज संस्थाहरूसँग उहाँको एउटा लिङ्कअप मायामो उहाँले राखेर काम गर्नुहुँदैछ नि, त्यो त सराहनीय गर्नुपर्छ। अनि अब त्यो सबै कुरो देखेर दुई चारजना व्यक्ति छ, त्यो त अब मलाई नाम अहिले भन्नु उचित होइन, दुई चारजना व्यक्ति छ कि त्यो व्यक्तिहरूले चाहिँ उहाँ प्रमोट गरिरहेछ, बुझे नि। सिक्किम एकीकरणको लागि चाहिँ अब यसरी बोल्नुपर्छ, ताकि यो भयो भने चाहिँ सिक्किममा विस्फोट होस्, अनि विस्फोट भएपछि त्यहाँको राजनीतिक जुन एउटा अहिलेको सरकार छ त्यो कल्याप्स भएर गयोस् भन्ने त्यो गलत धारणा हो। हामीलाई पनि एक समयमा भनेको थियो नि, हामीले गरेनौँ नि यस्ता चिजहरू, भनेका थिए हामीले, होइन यो चिज हुँदैन। किनभने कुनै पनि आज सत्तामा बस्ने व्यक्तिले आज सत्तामा आज उहाँहरू फुल फ्लेजेड उहाँहरू आएको छ, त्यहाँको जनताले माया गरेर जनताको मन जितेर आएको छ, त उहाँलाई कमसेकम हामीले काम गर्नु इत्यादि गर्नुलाई एउटा उहाँलाई एउटा फ्री जग्गा दिनुपर्छ। तर आज हामीलाई कुनै प्रकारको पोलिटिकल विषयहरूमा होस्, कुनै प्रकारको राजनीतिक विषयमा हस्तक्षेप गरेको छैन। त हामी फेरि अर्काको घरमा गएर आँखी डाइ लाउने काम किन गर्ने? यो गर्नु हुँदैन, यो ट्याक्कै गर्नु हुँदैन। किनभने हेर्नुहोस्, गोर्खाल्यान्डको आन्दोलनमा 1986 देखिको आन्दोलनमा अनि 2007 देखिको 2017 सम्मको जुन आन्दोलनमा अघि, अनि पवन कुमार चामलिङ चिफ मिनिस्टर अफ सिक्किम हुँदाखेरि पनि अहिलेको प्रेजेन्ट चिफ मिनिस्टर पीएस गोलेज्यू त्यसलाई स्पोर्ट्स मिनिस्टर हुनुहुन्थ्यो, त्यो समयमा पनि आज त्यहाँका मिनिस्टरहरूलाई लगाएर अनि पीएस गोले त खुदै नै उहाँ एउटा दार्जिलिङ पढ्नु भएको थियो, खुदै यहाँनिर एउटा बसोबासो गर्ने मान्छे, दार्जिलिङदेखिको माया उहाँहरूले हेर्नुहोस् त, जीएम गुरुङ जस्तो मान्छेहरूले आज, सुवेदी जस्तो मान्छेहरूले आज त्यो समयमा हेल्प नगरेको होइन नि त, डरलाग्दो हेल्प गरेको, घिसिङको टाइमदेखिको कितामदेखिको लिएर आज कस्तो डरलाग्दो हेल्प गरेको। अनि सिक्किमले जब जब गोर्खाल्यान्डको आन्दोलन हुन्छ, जब जब गोर्खा जातिको एउटा इतिहासको एउटा धरताल बनाउनलाई अगाडि बढ्छ, तब तब सिक्किमले कहिले पनि काहीँ पनि कसर छोडेका छैनन्। चाहे फाइनेन्सियली होस्, फिजिकली होस्, टेक्निकली होस्, हरेक कुरोहरूमा उहाँले सहयोग गरिरहेको छ भने फेरि उसको खुट्टा तानेर राजनीति गर्ने चाहिँ दार्जिलिङको नेताहरूलाई चाहिँ के चाहिँ फड्को पर्यो? कुन चाहिँ भूत चाहिँ चढ्यो भन्नुहोस् त? अरे आफ्नै घर त सम्हाल्नु सकेको छैन, आफ्नो घर सम्हाल्नु आऊ न, आफ्नो घर सम्हाल्नु अगाडि बढौँ न हामी। आफ्नो घर चाहिँ भाताभुङ्गै पारेर अर्काको घरमा आँखी डाइ लाउने, अर्काको भुँडी दुखाउने, पखालो चलाउनु लाउने, त्यो प्रकारको आँखी डाइ नलगाऊ। यो स्थिति बन्द गर। दार्जिलिङको लिडरसिप गर्ने हो, सिक्किम एकीकरणको मञ्चले आफ्नो तरिकाले गर्दैछ, कतिजनाले गर्दा, तर यहाँ अहिले त के हो भने एउटा पेसा जस्तो भयो सिक्किम एकीकरणको भन्ने कुराहरूमा। म चाहिँ गोर्खा जनमुक्ति मोर्चा चाहिँ यो पक्षमा छैन। जेसुकै भन, चाहे जुनै पनि सरकार आओस्, सिक्किमको राजनीतिकमा हामी हस्तक्षेप गर्दैनौँ न। गोर्खा जनमुक्ति मोर्चाले सिक्किमको राजनीतिकमा जस्तै डरलाग्दो सिचुएसन आए पनि हामी सिक्किमको राजनीतिकमा हामी हस्तक्षेप गर्दैनौँ। किनभने हाम्रै अनुहार भएको मान्छेहरू, हाम्रै खुन पसिना बगाउने व्यक्तिहरू नै आज त्यहाँका सीएम छन्, त्यहाँको कार्यप्रणाली चलाउने व्यक्तिहरू छन्। अनि हामीले उहाँको गाँड कोरेर हामीले आफ्नो दुनो सजाउने काम चाहिँ गर्नु हुँदैन। म यही भन्छु डाक्टर हरबहादुर छेत्रीलाई पनि, म उहाँलाई मैले बनाएको एमएलए हो,
तपाईँले प्लिज यो काम गर्नु हुँदैन। बरु गोर्खाल्यान्डको लागि हिजो पनि लडेको थियौँ, आज पनि लडौँ न, जाउँ न अगाडि, काम गरौँ न। तर कसैले चम्कायो भन्दैमा हामीलाई थाहा छ अहिले सत्तामा नभएको व्यक्तिहरूले जुन प्रकारले प्रमोट गरेर आज प्रडक्ट गर्दैछन् नि, त्यो चाहिँ ठुलो हानिकारक हो। यो चिज गर्नु आफू सत्तामा भइन्जालसम्म चाहिँ आज केही भएर उसले यस्तो चिज गरे, तर जब सत्ताबाट बाहिर निक्लेपछि यस्तो चिज चाहिँ काम गर्छ। सिक्किम भारतको सानो राज्य भए तापनि सिक्किम भारतको नमुनाको राज्य बनाउने सोचले हामी आज 6 वर्षदेखि हामी काम गर्दै आएका छौँ। आज सिक्किममा हरेक जातिको संस्कृतिको संरक्षण भएको छ अनि संरक्षण गर्ने सरकारले काम गरेको छ। यहाँ हरेक जातिको भाषाको संरक्षण भएको छ, हरेक जातिको साहित्यको संरक्षण भएको छ, वेशभूषाको संरक्षण भएको छ अनि सरकारले यो भावनाले आज काम गरेको तपाईहरु सबैजनालाई थाहा छ। आज हरेक जातिले स्वतन्त्र रूपमा सोच्न पाउँछ। आज हरेक कर्मचारीले स्वतन्त्र रूपमा आज काम गर्न पाउँछ। कुनै पनि सरकारी कर्मचारीलाई राजनीतिक दबाव छैन। आज मेरो समक्षमा हाम्रो समक्षमा आज डाइरेक्टर जनरल अफ पुलिस यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई सोध्दा पनि हुन्छ, कहिले पनि 6 वर्षमा मैले कहिले पनि लक्ष्य साहब यो मान्छेलाई छोडिदिनुपर्छ, यो मान्छेलाई नपक्रिनुहोस् कहिले पनि भनेको छैन। मैले कहिले पनि यो खालके मैले कहिले पनि विचार लिएर मैले काम गरेको छैन। र आज हरेक सिक्किमे जनताले आफ्नो आफ्नो जातीय पोसाकहरू आज स्वतन्त्र रूपमा लाउन थालेको छ। आज अरूले त लाउँछै लाउँछ, तर आज हरेक सरकारी कर्मचारीहरूले पनि प्रत्येक विभागमा पनि हप्तामा एकपल्ट आज आफ्नो आफ्नो पोसाकहरू लाउने जुन चलन आएको छ, यो एउटा राम्रो चलन हो। त्यसमा आफ्नो वेशभूषाको संरक्षण हुन्छ, आफ्नो संस्कृतिको संरक्षण हुन्छ। सँगसँगै हाम्रो जति पनि हाम्रो लोकल एन्टरप्रेन्योर्सहरू छ, हाम्रो जति पनि लोकल उद्यमीहरू छन् जसले सानो सानो ट्रेडिसनल दोकानहरू चलाएर उहाँहरू जीविका चलाउँदैछ, उहाँहरूले पनि आज धेरैभन्दा धेरै फाइदा मिलेको छ। आज हिजोअस्ति भर्खरै एउटा फेस्टिभलमा म गएको थिएँ, मैले सोध्दै थिएँ, एउटा लेप्चा स्टलमा गएर म सोध्दै थिएँ कस्तो छ तपाईहरुको अहिलेको सेल, कस्तो छ, कतिको बिक्छ, तपाईहरुको लुगाहरू बिक्छ कि बिक्दैन भन्दाखेरि आज साँच्चै नै हाम्रो सेल, हाम्रो बिक्री बढेको छ भन्दाखेरि मलाई ढुक्क लाग्यो। किन हामी जुन नीति अपनायो कि प्रत्येक जातिका हाम्रो जति पनि छ महानुभावहरूले आफ्नो आफ्नो जातिको वेशभूषालाई हप्तामा एकपल्ट चाहिँ तपाईहरुले लाउनु भयो भने हाम्रो उद्योग पनि चल्छ अनि हाम्रो संस्कृति अनि वेशभूषा पनि संरक्षण हुन्छ भन्ने मलाई लाग्छ।